भने चाहिँ भूपेन्द्रको दुःखको दिनहरू आएको छ दर्शक दिन। किनकि त्यो केटी को हो भनेर भूपेन्द्रलाई पत्तै छैन कि त्यो केटी पहिला भूपेन्द्रैसँगको साथी, जोसँग ऊ एकदम मिल्ने थियो, त्यही गाउँ घरको छिमेकी, उसकै पार्टनरसिप, उसकै दुश्मनबाट आएको केटी हुन्छन्। तर त्यो भूपेन्द्रलाई के थाहा, र यति राम्री केटी देखेपछि भूपेन्द्रको मनमा अनेकौँ चाहनाहरू जागेपछि र आफ्नो बुढीलाई नराम्रो मात्रै देख्ने गर्ने ती पापी भूपेन्द्रले भने चाहिँ अब चाहिँ पक्कै पनि भुन्टीलाई गरेको दुःख र भुन्टीले रोएको ती आँसुहरूको पाप लाग्नेछ। किनकि भूपेन्द्रलाई त्यो केटी कस्तो हो भनेर पत्तै छैन कि अब कि त्यो केटीले पनि अरू कसैको लागि काम गरिरहेको छ दर्शक दिन। अब भने भूपेन्द्रले चाहिँ भुन्टीलाई रुवाएको ती आँसुको पापहरू खुनको आँसु नै रुने भयो। बिचारा भुन्टी आफ्नो बुढालाई भनेर कति धेरै माया गर्ने र कति विश्वास गर्ने बुढाले नै उसलाई विश्वासघात गरिरहेको छ। भुन्टी अझै पनि भूपेन्द्रलाई धेरै माया त गर्छ, तर पनि ऊ देखाउन चाहँदैन। तर अब भने चाहिँ भुन्टीले पनि भूपेन्द्रसँग नबस्ने निर्णय गरिसकेछ र घर परिवारले पनि भूपेन्द्रसँग नराख्ने प्लानहरू र सबै थोक सोचिसकेछ। किनकि भूपेन्द्रको बानी बेहोरा एकचोटिको लागि मात्र होइन, धेरै ताल बारम्बार भूपेन्द्रको बानी बेहोरा थाहा पाइसकेछ भुन्टीको घर परिवारले र बुढी आमाले पनि। भूपेन्द्रलाई आफ्नो मात्रै हो भन्ने सोच भएको ती पापी भूपेन्द्रले बिचारा त्यो भुन्टीमाथि के बितेको छ भनेर भूपेन्द्रलाई केही थाहै छैन। र त्यो केटीसँग ऊ रातभर होटलमा बस्नु सक्ने भूपेन्द्रले अरूलाई पनि त्यस्तै देखिरहेको छ। र भूपेन्द्रकोले ती बच्चा पेटमा छैन भनेको थाहा पाउन साथ भूपेन्द्रले फेरि अर्को बहाना बनाएर त्यो बच्चा मैले स्वीकार्दैन भनेर यिनीहरू दुईजना मिलेर अपरेसन गरेको हुनसक्छ र मलाई भनेपछि मैले स्वीकार्दैन भन्ने कुराहरू थाहा पाएपछि यिनीहरूको नराम्रो काम भएको भएर त हो यसरी अपरेसन गर्यो, यिनीहरूको नाजायज सम्बन्धको फाइदा हो त्यो भन्दै भूपेन्द्रले हस्पिटलमै डाक्टरकै सामुने उसले भुन्टी र टोकलेमाथि नराम्रो आरोपहरू लाउँछन्। तर बिचारा टोकले र भुन्टी भने एकदम पवित्र सम्बन्ध भएर बसेको हुन्छ। किनकि उनीहरूले पनि दाजु र बहिनीको महत्त्व बुझेको छ। ती पापी भूपेन्द्रलाई के थाहा र दाजु बहिनीको महत्त्व भनेको। यता गाउँमा भने चाहिँ भूमिकाको विवाह चाहिँ पक्कै पनि हुँदैन होला दर्शक दिन। किनकि भूमिकाको घरबाट मागेको जति सम्पत्ति दिन नसक्ने भएको कारणले अब भने चाहिँ भूमिकाको विवाह भए पनि भुन्टीले जस्तै नै भूमिकाले पनि दुःख र कष्ट सहनुपर्छ। मागेको जति गर्द नदिएपछि भूमिकाको आमाजीले पनि भुन्टीलाई जस्तै नै भूमिकालाई पक्कै पनि गर्छन् होला। किनकि भूमिकाले भुन्टीलाई धेरै सताएका छ र भुन्टीका आमाले जस्तै भूमिकाका आमाले पनि ती आँखाबाट आँसुहरू बगाउनुपर्छ। किनकि भुन्टीका आमा धेरै रोएको छ आफ्नो छोरीको लागि भनेर। अनि मात्रै थाहा पाउँछ कि बालकुमारीले पनि आफ्नो सन्तानलाई दुःख पर्दा कस्तो हुँदो रहेछ भन्ने कुराहरू। हस् त दर्शक दिन, मेरो रिभ्यू भिडियोहरू कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिएर जोडिनु होला, पुरानो हुन्छ भने साथ सपोर्ट गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। बाइ बाइ।